गुड इभिनिङ एन्ड नमस्ते टु एभ्रिवान। आजको भिडियो हाम्रो लिनक्सको टपिकमा रहेको छ। मलाई धेरै विद्यार्थीहरूले रिक्वेस्ट गरे बापत मैले चाहिँ यो भिडियो राखेको हो। लिनक्सको बारेमा हामी अलिकति सिक्नेछौँ र यो लिनक्सको मैले अनलाइन टर्मिनल खोलेको छु। मैले आफ्नो कम्प्युटरमा लिनक्स इन्स्टल गर्नुको साटो मैले अनलाइन टर्मिनलबाट केही कुराहरू सिकाउने प्रयास गरेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यो भिडियोमा लाइक, सब्स्क्राइब र कमेन्ट गर्नु नभुल्नुहोला। है त, अब सुरु गरौँ लिनक्सको बारेमा। अब लिनक्समा यो स्क्रिन हामी देख्न सक्छौँ। यो स्क्रिनमा हामी केही अप्सनहरू, केही आइकनहरू देख्न सक्छौँ। यहाँ होमको आइकनहरू देख्न सक्छौँ हैन। त्यस पछाडि जीबीआई डिफ्रेन्ट आइकनहरू छ, भिजुअल स्टुडियो कोड छ। जस्तो म होम भित्र गइसके पछाडि एउटा यो होम भित्र गइसकेपछि एउटा लेबेक्स आउँछ। लेबेक्स भित्र चारवटा फोल्डर दिएको छ हैन। एउटा कोडको, डेस्कटपको हैन, गोलाङको, प्रोजेक्टको हैन, यस्तो टाइपको एउटा टर्मिनल खुल्छ। हेर्नुस् त, हामीले यहाँ क्लिक गरेर चाहिँ यस्तो भेटिन्छ। कोड भित्र गयो भने यहाँ त फोल्डर फाइल रहेनछ। एउटा डेस्कटप भन्ने पनि डाइरेक्टरी हामी भेट्न सक्छौँ हैन। डेस्कटप भित्र पनि कोड डट डेस्कटप छ हैन, यस्तो कुराहरू छ। अनि हामी फाइल सिस्टम भित्र देख्न सक्छौँ यति धेरै फोल्डर राखेको रहेछ फाइल सिस्टम भित्र। अब हामी के गर्न सक्छौँ भने व्हाट वी क्यान डु इज, हामी खासै यो धेरै डेप्थमा जानुभन्दा बिगिनरले सिक्नुपर्ने 8-10 वटा हामी कमान्डहरू सिक्नेछौँ है। 8-10 वटा कमान्ड सिक्नेछौँ। त्यो 8-10 वटा सिम्पल कमान्डहरू छन् जुन विद्यार्थीहरूले सिक्नै पर्ने छ। विद्यार्थीहरूले बेसिक कन्सेप्ट राख्नै पर्ने कमान्डहरू छन्। त्यो सिक्दै रहनेछौँ हामीहरू है त। ल, ढिलो नगरिकन आफ्नो कार्यतर्फ लागिहालौँ। Let's start our work or let's start learning the command. म सुरुको स्टेपमा, स्टेप 1 मा टर्मिनलमा जानेछु है। टर्मिनल यसरी टर्मिनल खुल्छ, यसरी टर्मिनल खुल्छ। एकछिन टाइम लाग्ला, यसको टर्मिनल खोल्नको लागि टाइम लाग्छ एकछिन। ओके, वी गट द टर्मिनल। यहाँ हामीले कोड हाल्नुपर्ने हुन्छ। हामी कहाँ छौँ? लेबेक्स भित्र प्रोजेक्ट छौँ, प्रोजेक्टमा छौँ। त्यो मानौ अब मलाई खासमा प्रोजेक्ट भन्ने फोल्डर हेरौँ त एकचोटि। प्रोजेक्ट भन्ने फोल्डर कहाँ छ रे? प्रोजेक्ट भन्ने फोल्डर होममा जाउँ। यो लेबेक्स भित्र प्रोजेक्ट भन्ने फोल्डर यहाँ रहेछ, हेर्नुहोस् त। अनि यो फोल्डर भित्र जाउँ त हामी केही भेट्छौँ, केही भेटेनौँ। सो हामीले यहाँ मानौ एउटा कमान्ड हान्न खोजिरहेछौँ, एलएस कमान्ड। एलएस कमान्डले डाइरेक्टरी भित्र जति पनि फाइलहरू, फोल्डरहरू छ नि, तिनीहरूलाई चाहिँ के गर्छ? डिस्प्ले गर्छ। अहिले केही डिस्प्ले गर्यो त्यसले? गरेन। बिकज लुक, देयर वर नो एनी फोल्डर देयर हैन। सिमिलरली मानौ एकछिन हामी होममा जाउँ, अझै एकछिन लेबेक्समा गएर यी 4वटा फोल्डर देखिरहेछ नि। होम भित्र जाउँ, लेबेक्स भित्र जाउँ। त्यसपछि हामी व्हाट वी क्यान सी हियर, 4वटा फोल्डर देखिरहेछौँ। अब यसलाई पनि लिस्टिङ गरौँ त खै। अब मैले यसको लागि लेबेक्समा जानुपर्ने नि त हैन। तर हामी कहाँ आइसकेका छौँ? प्रोजेक्टमा। अब हामीले ब्याक जानु छ। त्यसको लागि एउटा इम्पोर्टेन्ट कमान्ड छ, चेन्ज डिरेक्टरी भन्ने कमान्ड छ है। सिडी कमान्ड युज गर्ने र डबल यसरी डट डट राख्ने। हामी कहाँ पुग्यौँ? लेबेक्स भित्र पुग्यौँ। लुक एट हियर, वी रिच द्याट हियर। अब बल्ल हामी एलएस थिचेर गरौँ त। एलएस कमान्ड राखौँ। हेर्नुहोस् त, हाम्रो लेबेक्स भित्र भएका कोडहरूको कोड, डेस्कटप, गोल्याङ्स र प्रोजेक्ट रहेको छ। Similarly, our next topic is 2 command we have studied. एउटा ls command, एउटा cd command. करिब 10 वटा कमान्ड मात्र पढ्ने छौँ हामी, धेरै हैन। अब हाम्रो कमान्ड, हामी अहिले कुन डाइरेक्टरी छौँ, कुन फाइल, हाम्रो पाथ के हो त भनेर थाहा पाउन कसैलाई इच्छा छ भने
what we can do is pwd हैन pwd कमान्डले हाम्रो कुन पाथमा छौं भन्ने थाहा पाउँछ अहिले हामी कहाँ छौं होम भित्र लेबेक्स भन्ने फोल्डर भित्र होममा छौं त्यसभित्र पनि एउटा लेबेक्स भन्ने फोल्डर छ त्यहाँ छौं हामीहरु है देखायो नि त हैन अब नेक्स्ट तीनटा कमान्ड एउटा कमान्ड ls को बारेमा पढ्यौं cd को कमान्डको बारेमा पढ्यौं हामी अनि अर्को चाहिँ pwd कमान्डको बारेमा पढ्यौं अब हामीलाई एउटा काम गर्न मन लाग्यो मलाई एउटा अब चाहिँ इम्पोर्टेन्ट कुरा छ है त अब इम्पोर्टेन्ट कुरा के छ भने अब एउटा काम गर्न के मन लाग्यो मलाई भन्दाखेरि मलाई एउटा डेस्कटपमा फोल्डर बनाउन मन लाग्यो डेस्कटपमा यो चारवटा फोल्डर त अलरेडी रहेछन् मलाई एउटा अलगै फोल्डर बनाउन मन लाग्यो त्यो भित्र एउटा फोल्डर बनाऊ त सुरुको फर्स्ट काम के बनाऊ डेस्कटप भित्र फोल्डर बनाऊ ल हेरौं त अब डेस्कटप भित्र फोल्डर कसरी बन्द रहेछ सुरुमा हामी डेस्कटपमा जानु पर्यो नि हैन चेन्ज डाइरेक्टली गर्नुस् सीडी गर्नुस् है डेस्कटप भन्नुस् है फेरि स्पेलिङ मिस्टेक हुन सक्छ टीओपी भनेर यसरी डेस्कटप भन्नुस् म कहाँ गए डेस्कटप भित्र गए है डेस्कटप भित्र गए अब म यो डेस्कटप भित्र एउटा फोल्डर बनाउनको लागि मेक डाइरेक्टरी भन्ने कमान्ड हाल्नुपर्छ mkdir भन्ने कमान्ड हाल्नुपर्छ mkdir भन्ने कमान्ड हानिसकेपछि mkdir भन्ने कमान्ड हानिसकेपछि what we can do is हामीले mkdir को फोल्डरको नाम पनि लेखौं हैन फोल्डरको नाम जस्तो रक लेख्दिन्छौं न के लेख्छु म रक लेख्दिन्छु है फोल्डरको नाम रक लेख्छु ठीक छ म कहाँ पुगे अहिले हेर्नुस् त डेस्कटपमा जाउँ हैन डेस्कटपमा एउटा रक भन्ने फोल्डर बनिसकेछ हेर्नुस् त we can see the rock folder rock folder खोलेर हेर्दा के भेट्छौं त हामी फाइलहरु केही भेट्दैनौं है होममा छौं हामी होम भित्र पनि लेबेक्स छौं लेबेक्स भित्र डेस्कटप भित्र हाम्रो के छ रक भन्ने फोल्डर छ ल अब what we are doing is यो फोल्डर भित्र दुईटा फाइल बनाऊ यो फोल्डर भित्र what we have to do is we have to make two file एउटा empty फाइल बनाऊ एउटा फाइल with the content बनाऊ है एउटा empty फाइल बनाऊ एउटा फाइल with the content अब फाइल बनाउनको लागि टच युज गर्नुपर्ने हुन्छ है empty फाइलको लागि what we can use टच भन्ने कमान्ड युज गर्नुपर्ने हुन्छ र फाइल empty फाइल बनाउँदाखेरि मानौ hello.txt भन्ने मैले फाइल बनाए ल हेर हाम्रो एउटा फाइल चाहिँ बन्यो है तर यो त डेस्कटपमा बन्ने जस्तो छ हैन हामीले त्यो फोल्डर भित्र बनाउनु पर्ने हो नि त हैन सुरुमा के गरौँ भन्दाखेरि cd रक गरौँ है cd rock रक गरौँ रक्स रहेछ cd रक्स गरौँ रक्स भित्र गयो है ठीक छ ओके हामी यो फोल्डर भित्र what we are going to do is we are going to make a file what we are going to make a file that is एउटा empty file touch युज गर्ने touch touch.txt युज गरौँ है टच कमान्ड हो अब hello.txt युज गर्छु ल txt युज गरौँ ल बन्यो फाइल बन्यो if you want to see file look म तिमीलाई तपाईहरुलाई देखाइदिन्छु फाइल hello.txt फाइल बनिसकेको रहेछ सिमिलरली अर्को एउटा फाइल बनाऊ त्यो फाइल एम्प्टी फाइल हैन त्यो चाहिँ एउटा यस्तो फाइल जस भित्र हामी कन्टेन्ट राख्छौं त्यसको लागि cat युज गर्नुपर्छ हैन cat युज गर्नुपर्ने हुन्छ है अनि एउटा यस्तो एरो गर्नुस् हैन ग्रेटर देन इक्वल्स टु ग्रेटर देन एरो युज गर्ने अपरेटर युज गर्ने अनि हामी hi.txt राख्दिन्छौं है hi.txt है बनेछ अब यसमा लेख्नु पनि पर्यो gb sir is saying hi to all भनेर मैले राख्दे कन्टेन्ट पनि राख्दे कन्टेन्ट लेख्नको लागि पनि हामीलाई यहाँ दिन्छ हामीलाई यहाँ हामीले कन्टेन्ट लेख्न मिल्छ यसरी है त्यहाँ कर्सर भेट्न सक्छौं कन्ट्रोल डी हानेर यसलाई हामी के गर्दियौ भन्दाखेरि सेभ राख्दियौ है कन्ट्रोल डी हानेर सेभ भयो है ठीक छ ओके एउटा के आयो प्रेस यो आयो
रिकनेक्टिङ अलि इस्यु आएको छ ठिक छ केही फरक पर्दैन कहाँ पुग्यो पक्रिनु ल हल्का टेक्निकल एरर आयो यसलाई रिकनेक्ट गर्दै जाओस् रिकनेक्ट गर्दै जाओस् PWD गरौँ त लेबेक्स प्रोजेक्ट हामीले बनेको फाइलहरु देखे ओ रहेछ हैन सरी हामीले बनेका फाइलहरु हामीले रक्स भन्ने एउटा फोल्डर बनाएको थियौ नि त्यो भित्र पनि हामीले के गरेका छौं फाइल बनाएको छ है दुईटा फाइल बनाएको छौं अब हामी एकचोटी cd कमान्ड युज गरौँ हाम्रो प्रोजेक्टमा छ यो चाहिदैन त हामीलाई प्रोजेक्टमा यसलाई हामी लेबेक्समा लगाउँ cd यस्तो गरेर डबल राखेर लेबेक्स राख्ने त्यसपछि पनि हामी के गर्न सक्छौं भने डेस्कटपमा लान सक्छौं आफुलाई DEXKTOP डेस्कटप है त्यसपछि व्हाट वी क्यान डु इज यो डेस्कटपमा भएको कुरालाई हामी फोल्डरमा राख्न सक्छौं cd हैन चेन्ज रक्स भनेर cd रक्स भनेर राख्दिन्छौं है अब रक्स भित्र गयौं अब हाम्रो दुईटा फाइल बनिसकेको छ एउटा एम्प्टी फाइल छ एउटा चाहिँ फाइल विथ द कन्टेन्ट छ नपत्ता हामी हेरौं हेर्नुस् त एउटा एम्प्टी hello.txt हामीले एम्प्टी फाइल बनाएको छौं हैन अर्को चाहिँ केही छैन यसमा अर्को चाहिँ फाइल विथ द hi.txt भन्ने एउटा फाइल बनाएको छौं त्यसमा हामीले कन्टेन्ट हेर्नुस् त जीबी सर इज सेइङ हाई टु अल भन्ने एउटा कन्टेन्ट बनाएको रहेछौं अब व्हाट वी आर डुइङ इज यति काम अब हामी के गर्छौं भने अब चाहिँ हामी यो फाइलहरुलाई डिलिट गर्छौं सुरुमा त्यसपछि फोल्डर डिलिट गर्छौं त्यसपछि आजको लेक्चर सक्यो यति थाहा पाए पुग्छ है फेरि नेक्स्ट लेक्चर हामी ओके फाइल डिलिट गर्नको लागि rm राख्नु पर्यो हैन नेटवर्क एरर आयो किन आयो नेटवर्क rm रिमुभ फाइल नेम के छ रिमुभ फाइल नेम के छ हेर्नुस् त hello.txt छ ओके हेर्नुस् त यो रिमुभ भइसक्यो होला ल रिमुभ भइसक्यो हैन अर्को चाहिँ अर्को पनि rm हैन rm hi.txt यो पनि रिमुभ भइसक्यो दुईटा फाइल लुक दुईटा फाइल रिमुभ भइसक्यो अब हामी के गरौँ भने अब चाहिँ हामी ओके रिमुभ हेर्नुस् त रिमुभ भइसक्यो न त देखाउँछ नि नो सच फाइल अर डाइरेक्टरी इज फाइन्ड देखाउँछ हैन अब हामी के गरौँ भन्दाखेरि फोल्डर पनि डिलिट गर्दियौ के यो रक भन्ने फोल्डर है रक भन्ने फोल्डर पनि डिलिट हान्दियौ त्यसको लागि फोल्डर डिलिट अथवा डाइरेक्टरी भन्छ यसलाई डाइरेक्टरी डिलिटको लागि rmdir गर्ने है अनि डाइरेक्टरीको नाम हान्ने रक्स ROCKS रक्स एङ यो पनि ओके यो त डेस्कटप भित्र जानु पर्यो नि cd डेस्कटप सुरुमा डेस्कटप भित्र छ नि फाइल त ल डेस्कटप भित्र जाउँ है सुरु छ cd गरौँ ल अब चाहिँ हामी rmdir भन्न सक्छौं रक भन्ने फोल्डर हेर्नुस् त हरायो पनि डेस्कटप भित्र गइसकेपछि हामी पाउँदैनौं यसलाई है ल हरायो नि त अघि हामीले बनाएको थियौ नि त हैन ल आज यति नै गर्यौं आज हामीले सिकेको कुराहरु के हो भने आज हामीले ls कमान्ड के फोल्डर छन् त के फाइल छन् त त्यसलाई लिस्टिङ गर्नलाई हामी ls कमान्ड युज गर्छौं सेकेन्ड कुरा चाहिँ हैन के कुरा सिक्यौ आज एउटा ls कमान्डहरु सिक्यौं त्यसपछि चेन्ज द डाइरेक्टरी एक डाइरेक्टरीबाट अर्को डाइरेक्टरीमा कसरी जाने भनेर cd कमान्ड युज गरेर सिक्यौं
त्यसपछाडि हामीले सिकेको कुराहरू आज चाहिँ फोल्डर बनाउन, फाइल बनाउन, एम्प्टी फाइल बनाउन देखि लिएर हामीले फाइललाई डिलिट गर्न, एम्प्टी फाइललाई डिलिट गर्न र फोल्डरलाई डिलिट गर्न सिक्यौं। आजको लागि यति नै भयो। थ्यांक यू।